अहिले चाहिँ हामी यता तङ्लो भन्ने आइसकेको छौँ। यहाँ चाहिँ एउटा मुभी सुटिङ भएको थियो क्या, के पो हामीको आपा भन्ने मुभी यही सुटिङ भएको हो। हाम्रो पुरै टिम भनेको छ, त्यही नै गाइस आउनु सक्नुहुन्छ। अङ्कल चाहिँ खतरा कुरो हुँदो रहेछ क्या, मान्नु पऱ्यो। अङ्कलको नाम के हो? तपाईँ यहाँकै हुनुहुन्छ? म्याप होला अङ्कल यो? हजुर टेन्टहरू यहाँनिर टेन्टहरू लिएर आउनु सक्नुहुन्छ तपाईँहरू है। What is this, people? टिमहरू यहाँ छ, हामी चाहिँ नाना दादाहरू हुन्छ, हाम्रो एकजना हुन्छ यस्तो थियो क्या यहाँनिर स्न्याक्सहरू आइफोनबाट भ्लग हानेको क्या। त्यो यहाँ यहाँनिर यो रेस्टुरेन्ट चाहिँ राम्रो रहेछ क्या, नानाहरू यहाँ हुनुहुन्छ। यस्तो जाडो छ कि गाइस यहाँनिर चाहिँ यस्तो हातहरू ढिलाइदिएर हुनुहुन्छ क्या। चाबी खै रुम भनेपछि यस्तो छ हाम्रो रुमहरू। हाम्रो रुम चाहिँ हाम्रो यता छ, यो चाहिँ मेरो रुम होइन। यो मोरले सुत्छौँ यहाँनिर, यहाँ दुईजना नानाहरू सुत्नुहुन्छ, यहाँनिर अनुनाना सेलिना यहाँ चाहिँ दादा सुत्नुहुन्छ क्या। रुम चाहिँ यहाँनिर गाइस अहिले चाहिँ हामी चाहिँ एकछिन सुतेर होइन यहाँ रेस्टहरू गऱ्यौँ, अन्त हामी चाहिँ डिनरहरू खानु बोलायो नि त, जानुपर्ने हुन्छ किनकि एकजनाको 1200 उकास्नु पऱ्यो नि त होइन गाइस। त्यही भएर 1200 उकाउनु उकास्नु पर्छ नि त। हाम्रो नानाहरू चाहिँ यहाँ छ, हामी पुरा आएको छौँ क्या, 7-6 जना छौँ हामी। त्यही हो, यस्तो हुँदो रहेछ क्या यहाँ चाहिँ पुरै खानाहरू छ यहाँनिर, खानुपर्छ। अहिले चाहिँ हामी चाहिँ मासु खाइसकेर खाइसकेर चाहिँ होइन हाम्रो सुत्नु पर्ने हुन्छ किनकि भोलिको डेस्टिनेसन 20 किलोमिटर छ नि त, फालुट 20 किलोमिटर छ। अन्त हामी चाहिँ बाटोतिर चाहिँ हुन्छ नि त होइन, 21 किलोमिटर। अनि बिहान पाउँदैन नि त फेरि ब्याक टु रुम। यस्तो भएको थियो क्या आज चाहिँ हामीलाई चाहिँ, यस्तो भएको थियो क्या, सबले खाना बाँड्यो होइन, खाना बाँड्यो, त्यहाँबाट मासु थिएन, निर्दोष थियो होइन, मासु सब साथी ह्याप्पी के अनुहार होइन हो क्या अरू त। यस्तो मासु भने यस्तो भएको नि मासु भने बित्तिकै ल गाइस बाई बाई, आज लगे यति। सो गाइस गुड मर्निङ, यो चाहिँ हाम्रो नेक्स्ट डे हो होइन। हामी चाहिँ बिहानै हामी घुम्नु निक्लेको छौँ सन्दकपुरमा। यस्तो छ सन्दकपुर चाहिँ, गल्दैन क्या, यति कम्ती हिँड्दा चाहिँ गल्दैन क्या, ठाठोहरू छिराएर हुँदैछ सन्दकपुरमा चाहिँ। यहाँ चाहिँ अब 12 महिना यतिको जाडो अरे नि त, डिसेम्बरमा झन् कतिको जाडो होला, हिउँहरू पर्छ होला है। हाम्रो तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर भ्यूहरू। अब यहाँ बस्ने मान्छेहरू चाहिँ बानी भइसकेको हुन्छ उनीहरूलाई चाहिँ होइन, तर हामी चाहिँ तर उयसको नि त के पो हामी त तल पलको अन्त अरूको, त्यही भएर अलिक साह्रो पर्छ हामीलाई चाहिँ होइन। अन्त यहाँनिर ब्यागमा तपाईँहरूले भ्यू हेर्नु सक्नुहुन्छ मेरो। दिने हो गाइस, हेर्दै जाउँ यस्तो छ भ्यूहरू। बादल त क्या, बादल त मुनि देख्दैन क्या, आफ्नो हाइटभन्दा मुनि चाहिँ बादल हुँदो रहेछ यहाँनिर। ल गाइस हेरेर जाउँ, भन्दा माथिको डाँडामा चाहिँ नेटवर्क भेट्छ नि त क्या, यो डाँडा भन्ने हामी चाहिँ त्यहाँ जाँदै गरेको।
गाइस यस्तो अन्त मेन भ्यू भनेको चाहिँ हाम्रो टिमहरू यहाँ छ मजा त मजा आउँदो रहेछ कि तर जाडोले क्या हातहरू ठेगाएर तर हामीले केही नयाँ नलेज पायौँ नि त अब यहाँ होइन पन्चा चाहिँ लाउनु पर्ने रहेछ भनेर अझै हामी डाँडा छौँ फेरि अझै डाँडा चढेको हामी खतरा मान्छे हो नि त त्यही नै हो गाइस के हो गाइस यो चल्यो यही हो होला कन्फिडेन्स आयो फोबिया छ नि कि साह्रो लाग्छ यस्तो अझै हेर्दिनु अहिले चाहिँ हामी निक्लेको हामी जिरोमा बस्थ्यौँ होइन बसेको थियौँ जिरोमा चाहिँ राम्रो लाग्यो हरेल तपाईँहरूमा आउनु सक्नुहुन्छ हरेलमा सन्दकपुर घुम्न आउनु भएको भने अन्त हाम्रो टिमहरू चाहिँ निक्लिसकेको छ एकपल्ट तपाईँलाई मेरो लुक देखाउँछु क्या बस्नु त म चाहिँ यस्तो भएर हिँड्छु होइन चस्मा लाउनु पर्ने हुन्छ नि त त्यही नै हो हेरे जाउँ सेलजनाको यता छ यहाँनिर हाम्रो नाना छ अहिले चाहिँ हामी कहाँ पो फालुटतर्फ जाँदैछौँ होइन बाटो चाहिँ यतिको चाहिँ दामी हो नि त यतिकोमा चाहिँ हामीले चाहिँ हिँड्नु मजा आउँछ नि त होइन यस्तो सिनहरू यस्तो रहेछ हामी बसेको होटेल छु माथि कता हो त्यो हाम्रो टिमहरू यहाँ छ खासै यहाँ चाहिँ 3 सेकेन्डमै उयो हुँदो रहेछ क्या क्लाइमेट चेन्ज वेदर चेन्ज त्यही नै हो यस्तो छ क्या चर्नत अम्पो यहाँ रहेछ गाइस तपाईँहरू पाउनु सक्नुहुन्छ हामी जसरी होइन यसरी ब्याग स्याग बोकेर होइन अब काश्मीरमा यो अन्त गाइस त्यो गाइस यो नेपाल यु क्यान सी यो होइन नेपालहरू चाहिँ आज हामी चाहिँ नेपालमा हेर्दैछौँ नि त यस्तो फेरि यो सामान यति साह्रो महँगो मैले एउटा ब्रस मलाई नानाले किनेको थिएँ होइन अब हाम्रोतिर 20 रुपियाँमा भनेर बस यहाँ 50 रुपियाँ हुन्छ नि त अहिले चाहिँ हामी यो डाँडामा आइपुगेको छौँ डाँडा चाहिँ यस्तो छ खतरनाक नै हो 5 थर रहेछ हामी चाहिँ 5 थरमा हिँड्दै आइपुगेको के चाहिँ हामी चाहिँ 21 किलोमिटर हिँड्दै भने चाहिँ यस्तोहरू तिमी सुनिदिरहेको छ नि त कस्तो हिँड्दैको नि आफूलाई खतरा लागेको नि अब अरू बेला त गाडीमा हिँड्यो नि त हामी होइन 21 किलोमिटर त आम्मा सन्दकपुर यता सन्दकपुर अरे हामी खतरा ज्ञान भन्नु त खतरा नि हामी 21 किलोमिटर हिँडेको त नाना चाहिँ माथि चियाहरू ल्याउनु हुँदैछु बस्यौँ भन्दा माथि एउटा माथि हाम्रो एउटा होमस्टेमा बस्यौँ अन्त होमस्टेमा बसेर चाहिँ अहिले फेरि हामी तल गोर्खेतर्फ जाँदै गरेको यहाँ चाहिँ हाम्रो यता बाटो गोर्खे फालुटदेखि चाहिँ बाटोहरू चाहिँ दामी रहेछ क्या यतिको दामी बाटो चाहिँ अब दामी नै तर गाडीहरू चाहिँ हिँड्दैन रहेछ नि त यहाँनिर घोडाहरू खालि हिँड्दो रहेछ त्यो मेन प्रब्लम चाहिँ यहाँको मान्छेहरूलाई केही साँपले ठुक्यो भने केही भयो भने चाहिँ अलिक गाह्रो पर्ने रहेछ क्या जङ्गलै रहेछ क्या हिँड्नुपर्ने हुन्छ हामी अब वरिपरि गुराँसहरू रहेछ चट्टामा मजा आउँदैछ क्या यसरी आउनुपर्छ क्या हामी घुम्नु पनि त्यही नै हो गाइस हामी चाहिँ माथिबाट आएको नि त होइन अब तपाईँहरूले सोच्छ होला नि यहीँबाट हिँडेको होला भनेर हेर्नु सक्नुहुन्छ हामी कहाँबाट आएको यो डाँडाहरू छ नि यो सबै डाँडाहरू यो डाँडा भनौँ पछाडिको डाँडाहरू सबै काटेर आयो क्या त्यही भएर हामी चाहिँ यस्तो गल्लिएर आएको थियो कि अब म हिजो बेलुका हेरेको कि यस्तो यो ब्यागले बोकेको ब्यागले नि ब्यागले गर्दाखेरि त मेरो कुन त सुनिरहेको थियो क्या दबाईहरू हालिदिएर फेरि हाम्रो एउटा नर्स नाना छ नि त कि टेन्सन मान्नु हुँदैन नर्समा सबै दबाई हुन्छ त्यो दबाई सबै हालिदिएर
अलिक सन्चो भइरहेको छ फेरि बाटो त यस्तो त हो होइन यही बाटोमा हिँड्दा ओर्दा फेरि दुख्नु त दुख्दैछ उता पनि मरत हो भन्नु नि तर पनि त्यति साह्रो तोकेको छैन त्यही हो ट्रेकिङ आएको त त्यस्तो त फिल त गरिराख्नु पर्ने हुन्छ नि त होइन किनकि अहिले नै भएन नि ट्रेकिङ आएको त्यही भएर सबै एक्सपिरियन्स गरिराख्नु पर्ने हुन्छ त्यही नै हो नाना कस्तो भइरहेको छ अहिले आज त खुसी लागिरहेको छ ओरालै हिजो चाहिँ हिजो त मेरो आँखाबाट आँसु अब हामी चाहिँ अलिकति जे भयो नि होइन सर्टकट भने 3 सेकेन्डमा पनि छिटो पुग्छ नि त होइन अब त्यसरी भक्कु भक्कु सर्टकट हिँडिनै गऱ्यो भने त हाम्रो निकै छिटो पुग्छु नि त भन्दा पनि खै बाटो छैन त्यो त आहा के हो कुलो जस्तो त बाटो यस्तो बाटोमा हिँड्नु पर्ने हुन्छ ल किनकि ट्रेकिङ गरेको हो नि त कि त्यहाँबाट यो अन्त हाम्रो ट्रेकिङको मजा भनौँ नि यहाँ त तर पहिलानिर हामीले एउटा स्टोरी पढेको थियो कि आर्थ थापा भन्ने यस्तो चामल लुटेको भन्छ हो हामीलाई पनि लुट्यो भने त रेडी हुन्छ त And I'm going in front of all people. त्यो त भनेको यो अन्त गाइस 80 रुपियाँ बोकेर हौ बाटो त दामी रहेछ कि गाइस तर अलिकति एक्लै हुन्छ साइको हुन्छ नि त एक्लै हिँड्नु चाहिँ साइको हुन्छ तर एक्लै त हिँड्दैन होला है बाटाहरू चिन्छ एक्लै यस्तो बाटो छ हो अहिले हामीलाई यस्तो बाटो हिँड्नु मजा आइरहेको छ नि त 1-2 किलोमिटर चाहिँ होइन त्यस्तै 10 किलोमिटर हिँडेपछि फेरि त्यही हो सबको कस्तो भइदिएको क्या अब गलेर होइन नानाहरू रिसेर पछाडिको नानाहरू रिसेर हिँड्दाखेरि हो तर त्यही हो नि त मजा ट्रेकिङको मजा त त्यही हो नि त होइन अन्त नाना चाहिँ वाङदीको फ्यान हो होइन बिग फ्यान हो वाङदीको होइन नाना वाङदी लामाको बिग फ्यान हो अन्त त्यही नै हो गाइस हेर्दै जाउँ होइन यहाँ आउँदैन रहेछ अहिलेको सर्टकट निलो निलो आकाश म चाहिँ चप्लीमै हिँडेको यो त बाटो भनेको चाहिँ बाटो तर दामी नै भनौँ न भाइ यस्तो हुन्छ अन्त हिजोको त है हिजोको त यस्तो उकालो ओह्रालो त्यो पनि अब उकालोमा कस्तो नाक ठुक्रिने उकालो थियो क्या त्यही भएर नाना चिजहरू सुन्दैछ के भन्नु न हौ फेरि उकालो छ क्या अहिले चाहिँ हामी मालिङ्गो गाडीमा आइपुगेको छौँ होइन यो मालिङ्गो चाहिँ अब यस्तो के हो भन्दा चाहिँ एउटा मालिङ्गो हो यहाँ चाहिँ यस्तो दामी त के भन्नु मालिङ्गोले चाहिँ अब हामी चाहिँ हिँड्दाखेरि चाहिँ अलिक सपोर्ट हुन्छ नि त त्यसको लागि चाहिँ हामी मालिङ्गो खोज्दै गरेको अब ट्रेकिङको त्यो डन्ठा खिच्नु त भएन हो त्यही हो मालिङ्गै अब चल्ने भयो अनि फेरि ती छौँ अनि फेरि हामी चाहिँ मालिङ्गो गाडी र ती छ फेरि हामी चाहिँ मालिङ्गो गाडीबाट चाहिँ निक्लिसकेको छौँ किनकि फेरि हामीलाई यहाँ बसिरहनु हुँदैन अगाडि पनि बढ्नु पर्ने हुन्छ नि त अब हामी 14 किलोमिटरमा मेबी हामीले 7 किलोमिटर चाहिँ कम्प्लिट गरिसक्यौँ होला नि त सर भन्नुपर्छ 7 किलोमिटर कम्प्लिट गरिसक्यौँ होला अझै हाम्रो अझैसम्म उब्रेक गर्थ्यो त हामी फेरि यसरी खेल्दै त कम्प्लिट गर्नु भएन रात पर्नु भने अगाडि पुग्नु पऱ्यो नि त होइन त्यही नै हो अब हामी फेरि जानुपर्ने हुन्छ ब्याक टु कहाँ अरे ब्याक टु गोर्खे हिँड कसलाई तिमी बाटो हुँदैन भन्यो भने अगाडि यो हुन्छ बाटो चाहिँ लोमी बाटे त्यही त अहिले हामी कहाँ पुग्यौँ हो एउटा ग्राउन्ड जस्तो पुग्यौँ प्लेन जग्गामा पुग्यौँ तर कहाँ हो यो कहाँ होला यो कहाँ होला थाहा छैन दोकान हो क्या यहाँ त
Let me sting in the एउटा. Guys, we are about to reach, and guys, we are about to reach Gorkhe, and here's Levi, Pritika's sister, Last time he was kid and Priscilla's sister. also he's a kid. And let's meet in Gorkhe, right? Young man. हामी आएको टाइममा चाहिँ माथि फालुट फगी त्यहाँ गर्दा फगी लागिरहेछ त्यहाँतिर. यहाँ चाहिँ तल भएर होला त्यति साह्रो केही छैन क्या खुल्ला. सिमिलहरू कहाँबाट ल्याउँछ होला यहाँ त्यही नै हो गाइस. स्टे ट्युन भन्छ नि. हामी चाहिँ यो पुल तरेर जानुपर्ने हुन्छ अब पारी. यस्तो हुन्छ क्या अब यहाँतिर चाहिँ यस्तो हुँदो रहेछ क्या बाटो चाहिँ आइपुगेको हुँदैन रहेछ कि. त यसको दाम चाहिँ हाम्रो गोखमा भन्छ 20 रुपियाँ, यहाँ चाहिँ 35 रुपियाँ छ क्या. अब त्यही खालको हुन्छ. यहाँ बस्नेहरूलाई चाहिँ डरलाग्दो लुट्दो रहेछ क्या हामीलाई. फाइनली रोड आयो. यहाँ चाहिँ हाम्रो खायो गाडी. यहाँतिर गाडी रहेछ. एउटा चढेर जानुपर्ने हुन्छ आफ्नो घरतर्फ ल.